Hi everyone, welcome to my another video. I hope हजुरहरु सबैजना सन्चै हुनुहुन्छ। मेरो आजको मिनी ब्लग सुरु हुँदैछ साँझबाट र यो मिनी ब्लगमा चाहिँ हजुरहरुले मैले चाहिँ साँझतिर के गर्छु, मेरो के कामहरु हुन्छ भनेर हजुरहरुले देख्न सक्नुहुन्छ। हामी आमा छोरी चाहिँ नास्ता खाएर बसेको हो। अब चाहिँ हामी साँझको लागि खानाहरुको लागि तयारी गर्ने बेला हो। अब साँझको खानाको तयारी गरौँ। सब्जी टिप्न जानुबाट हामी चाहिँ नानु र म भएर सब्जी टिप्न गयौं। मेरो चाहिँ आज मंगलबारको व्रत हो, त्यही भएर चाहिँ हामीले साँझ चाहिँ रोटी खानी भनेर म चाहिँ साँझको रोटीको लागि चाहिँ फर्सीको मन्टा टिप्नको लागि बारीमा गएको। र यो भिडियो चाहिँ मेरो नानुले बनाएको हो, जीवाले बनाएको हो। अनि अहिले यो गर्मीको महिनामा चाहिँ धेरै सापहरू निस्किने, त्यही भएर डर लागेर मैले चाहिँ त्यो डन्डाले पन्छाइ डराइ हेरिरहेको छु। हेर्नु न, यो चाहिँ हाम्रो घरको निम्बुको बुटो हो। नानु चाहिँ हेर्नु न म पनि आउँछु भनेर आफूभन्दा ठुलो चप्पल लाएर उहाँ आउनको लागि रेडी भएर बसेछ। मैले नआउ भनेको, ऊ चाहिँ त्यही झर्नको लागि रेडी भएर बसेथ्यो। मन्टा टिपेर म चाहिँ लागे अब त्यसलाई केलाउनको लागि। हेर्नु न, यो भैरवाको गर्मी कति गर्मी छ। यो 4 बजे 5 बजे हो, यस्तो घाम छ अझै पनि। ल मेरो काम गर्ने साथी पनि हेर्नु न, ऊ चाहिँ कैँची नै लिएर रेडी भछ मन्टा केलाउनको लागि। त्यसपछि आमा छोरी बसेर गफ गर्दै सब्जी केलायौं। नानुले चाहिँ उठेर नास्ता खाइसकेपछि उसको चाहिँ 5 साढे 5 बजेतिर चाहिँ अन्डा खाने टाइम हो र उसले चाहिँ दिनमा 2टा अन्डा खान्छ। हेर्नु न, धेरै तातो छ भनेर उहाँ कति फुफु गरी खान्छ र उसको अन्डा चाहिँ एकदमै फेभरेट हो। अन्डा भएपछि उसलाई चाहिँ केही पनि चाहिँदैन। सब्जी केलाइसकेर म चाहिँ लागे अब किचनतिर पकाउनको लागि। मन्टालाई चाहिँ धोइधाइ गरेर म यता आलु सल्लु छिल्न थाले। आज मेरो व्रत भएको कारणले मात्रै मलाई यति हतारो साँझमा, नत्र हामी दुईजना आमा छोरीलाई चाहिँ मैले बिहान नै धेरै नै दाल सब्जी बनाउँछु र साँझ चाहिँ भात मात्रै बसाल्छु। यता सब्जी बसालेर म चाहिँ आटा मुस्न थाले। आटा मुस्न थालेको आटामा त एकदमै घुन लागेको रहेछ, त्यही भएर आटालाई चालेर मुस्छु भनेर चाल्न थालेको। यता हेर्नु न, नानुले थाहा पाएर ऊ पनि आयो, म पनि मुस्ने हो है आटा मामु, म पनि आटा मुस्ने भनेर ऊ चाहिँ आटा मुस्न आयो। त्यतिकैमा चाहिँ मेरो साथी भण्डारी चाहिँ मासु लिएर आछ। अब मेरो व्रत मैले त खाँदिनँ, तर छोरीले खान्छ भनेर छोरीको लागि उसले चाहिँ मासु लिएर आइदिएछ। त्यसपछि हेर्नु न, कति खुसी हुँदै आटा लिएर हिँडेछ। ऊ चाहिँ मैले मुस्छु मामु, मैले मुस्छु भनेर उसलाई एकैछिन मुस्न दिए अलिअलि। त्यसपछि ऊ चाहिँ सुरु भयो आफ्नो फेभरेट गाना गाउनको लागि। यता सब्जी पाकेर पनि रेडी भयो। सब्जी पकाइकरी अलिअलि भाँडाहरू थियो, त्यो भाँडा माझेर हामी चाहिँ लाग्यौं घुम्न। साँझमा चाहिँ गोलुलाई टोइलेटहरू गराउन एकछिन घुमाउनु पर्छ, त्यही भएर म नानु भएर चाहिँ गोलुलाई लिएर घुम्न गयौं। हामी घुमेर फर्किँदा भण्डारले पनि नानुलाई एकछिन बाहिर घुमाउन लिएर आएको रहेछ। हेर्नु न, कति राम्रो पुटुली भइछिन्, ठुली हुँदै गइछिन् पुटुली पनि। घुम्न गएको उसले चाहिँ निशान दादालाई पनि त्यहाँ बाटोमा भेटायो। त्यसपछि त उसले बोकाउने मान्छे पाइहाल्यो। हेर्नु न, निशान दादालाई चाहिँ सिधै कादामा बोक भनेर ऊ चाहिँ सिधै कादामा हो। हेर्नु न, कति खुसी भएर गफ लाउँदै ऊ चाहिँ कादामा बसेछ। त्यसपछि घुमेर आइसकेपछि पूजा गरेर नानीलाई चाहिँ मैले गाना लगाइदिएर ऊ चाहिँ नाच्यो र म चाहिँ यता रोटी पकाउन थालेँ। म चाहिँ यता रोटी पकाउँदै नानुको पापासँग पनि बोल्दै थिएँ। खाना पाकेर रेडी भइसक्यो। रेडी भइसकेपछि आमा छोरी बसेर खाना खान थाल्यो। नानु चाहिँ रोटी मासु अनि त्यसपछि दुध नानुको थियो, दुध चाहिँ लास्टमा खायो सुत्ने बेलामा, र मैले चाहिँ सब्जी रोटी र दुध चाहिँ मैले खाएँ। र यही थियो मेरो आजको मिनी ब्लग। हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भेटौँला अर्को मिनी ब्लगमा, त्यति बेलासम्मको लागि बाई बाई, गुड नाइट, सी यू, टेक केयर एभ्रिवान।